साँचो जीवन अर्थात् ट्रुथ लाइफ, वास्तविक जीवन अर्थात् साँचो जीवन भनेको चाहिँ के हो त? बीचमा आज बताउन जाँदैछु म। मानिसहरू हामीले विभिन्न थरीको पाइरहेका हुन्छौँ, तर साँचो अर्थात् सत्यतामा रहेर जिउने व्यक्ति चाहिँ भने हामीले कमै मात्रामा पाइरहेका हुन्छौँ। सुन्दा देख्दा र त्यस्तो व्यक्तिहरू भेट्दा त साह्रै दुःख त लाग्छ हामीलाई, तर वास्तविकता यस्तै नै छ। तर साँचो सत्यताले भरिएको जीवन भयो भने एकदम राम्रो हुने हो, तर यस्तो व्यक्तिहरू चाहिँ हामीले कमै मात्रामा पाउँछौँ र कमै व्यक्तिहरूले मात्र सत्यताको एउटा वास्तविक जीवन, सत्य जीवन चाहिँ बिताइरहनु भएको हुन्छ। खै किन हो? प्रभुको डर नभएर हो कि क्षमा दिने प्रभु हुनुहुन्छ भनेर हो, किन हो थाहा छैन। अनजानमा गरेको पापलाई त ठुलो पाप भनेर गनिन्छ भने अझ भनौँ जानी गरेको पाप त झनै ठुलो पाप हो र यो सरासर प्रभुको विरुद्धमा गएर गरेको भन्ने बुझिन्छ। झुट बोल्नु, व्यभिचारीको जीवन जिउनु, मानिसलाई ठग्नु, देखावटीको जीवन जिउनु, आफूलाई असल अर्थात् धर्मी ठान्नु, म जस्तो कोही छैन भन्ने एक प्रकारको त्यो घमण्ड हुनु, अरूलाई न्याय गर्नु, हेप्नु, होइन, एउटा तल्लो तहमा राखेर अर्कालाई व्यवहार गर्नु, आफूलाई ठुलो ठान्नु, जतिखेर पनि उच्च ओहदामा राख्नु, एउटा पद प्रतिष्ठा मान इज्जत मात्रै खोज्नु र कसैलाई मूल्य नठान्नु, अरू चाहिँ केही होइन, एउटा धुलोको कण पनि होइन भनेर ठान्नु, स्वार्थी जीवन जिउनु र आफूले चाहेको मन लाग्दो जीवन के यो वास्तविक जीवन हो? के साँचो जीवन हो त? यस्तो जीवन जिएर मानिस कसरी साँचो बन्न सक्दछ? यो त एउटा दालमा नुन नभए जस्तो जीवन मान्छेले कसरी जिउन सक्छ? कसरी निदाउन सक्छ? शान्तिमा कसरी पल्टिन सक्छ? एउटा शान्तिको सास फेर्न सक्दैन र त्यो व्यक्तिको जीवनमा शान्ति भने पटक्कै हुँदैन। तर यसरी नै जीवन जिउनेलाई यस्तै जीवन जिएर नै शान्ति मिलेको हुन्छ। कि साँच्चै नै साँचो जीवन जिउन गाह्रो छ र? धेरै कठिन छ? सक्दैनौ हामी जिउनलाई? साँचो जीवन अर्थात् वास्तविक जीवन, प्रभुलाई मन पर्ने जीवन जिउन साँच्चै कठिन छ र? कि हामीले यस्तो जीवन नै जिउन सक्दैनौ? साँचो क्रिस्चियनको चिनारी हामीले यसरी नै दिने हो र? म एउटा क्रिस्चियन हो त भन्छौँ, तर जीवन भने लथालिङ्ग छ। वास्तविक जीवन जिउँदैनौ। वास्तविक जीवन अर्थात् साँचो जीवन जिउनुमा चाहिँ एक प्रकारको ठुलो शान्ति छ, त्यहाँ माथिबाटको अनुग्रह आश पनि छ परमेश्वरबाटको। गरिब हुनु ठिकै हो, तर झुटो जीवन जिउनु भने एकदम बेठिक हो, सरासर गलत हो। झुट बोल्नु भनेको पाप हो। आफू जो हो त्यही भएर जीवन जिउनु पर्दछ। घरमा खाएको छ गुन्द्रुक र भात, बाहिर गएर मैले मासु र भात खायो भन्नु सरासर झुट हो। यो वास्तविक जीवन भएन, साँचो जीवन भएन। कसैले तिमीले गुन्द्रुक र भात खाएको छ भनेर तिमीलाई कसैले टिक्का टिप्पणी गर्छ वा तिम्रो बारेमा कुरा काट्छ भने काट्न देऊ, तर तिमीले वास्तविक जीवन चाहिँ जिउनु पर्छ। जे हो त्यो रियालिटी चाहिँ देखाउनु पर्छ, अरूलाई भन्न सक्नु पर्छ आत्मसात राखेर। आज झुटो जीवन जिएर के गर्ने? पछि वास्तविक जीवन देखा पर्दछ अनि वास्तविक जीवन अगाडि आइहाल्छ। त्यतिखेर चाहिँ के गर्ने? मुख छोपेर हिँड्ने भन्छ नि, पाप धुरीबाट कराउँछ भनेर। एउटा अवास्तविक जीवन, साँचो जीवन नजिउनु पनि गलत कुरा हो। प्रभुले दिनुभएको एउटा सुन्दर जीवन छ, एउटा सुन्दर उपहार छ हाम्रो लागि, त्यसलाई पनि हामीले झुटो तरिकाले जिइरहेका छौँ। तर हामीले त यो जीवनलाई त हामीले एकदम खुसी साथ, उमङ्गको साथ, हर्षको साथ, आशिषको साथ र शान्तिको साथमा जिउनु पर्ने हो। जब हामी आफै नै आशिष जीवन जिउँछौँ, साँचो जीवन जिउँछौँ, तब मात्र हामीले अरूलाई पनि साँचो जीवनको बारेमा बताउन सक्छौँ, वास्तविक जीवनको बारेमा बताउन सक्छौँ। तर आफू नै गलत छौँ भने हामीले अरूलाई कसरी साँचो जीवनको बारेमा बताउन सक्छौँ? अभियसली सक्दैन। त्यो सिकाइ एक प्रकारको झुटो बन्न सक्छ, झुटो हुन जान्छ। हामीले एउटा उदाहरणीय जीवन जिउनु पर्छ, किनभने आज हाम्रो जीवनलाई निहाल्ने थुप्रै व्यक्तिहरू हुनुहुन्छ। हाम्रो माझमा अगाडि पछाडि चारैतिर थुप्रै व्यक्तिहरू हुनुहुन्छ र हामीले कसै व्यक्तिको लागि मात्र जिउने त होइन, तर परमेश्वरको लागि हामीले जिउने हो र परमेश्वरमा रहेर हामीले असल जीवन, एउटा साँचो जीवन, वास्तविक जीवन, रियालिटी जीवन चाहिँ हामीले जिउनु पर्दछ। यूहन्ना 8:32 भन्दछ, तब तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। हामीले जब सत्य कुराहरू हाम्रो जीवनमा हामीले लागू गर्छ भने त्यसले हामीलाई स्वतन्त्र ल्याउँदछ। हितोपदेश 12:22 भन्दछ, परमप्रभु झुटाउटलाई घिनाउनुहुन्छ तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ। हामीले झुट कुराहरू बोल्ने चाहिँ गर्नु हुँदैन, किनभने सत्यताको साथ हामी जिउनु पर्दछ, त्यसबाट परमेश्वरको महिमा हुँदछ, परमेश्वर प्रसन्न हुनुहुन्छ। एफिसी 4:25 भन्दछ, यसकारण झुट त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरका एकअर्काको अङ्गहरू हौँ। हामीले हरेकसँग सत्य प्रकारको जीवन चाहिँ जिएर सत्य प्रकारको व्यवहार हामीले गर्नु पर्दछ। जनसङ्ख्या 15:1-2 भन्दछ, हे परमप्रभु तपाईँको पवित्र स्थानमा कसले वास गर्न पाउनेछ? तपाईँको पवित्र पर्वतमा को बस्न पाउनेछ? त्यो मानिस जसको चाल निर्दोष छ र जसले ठिक काम गर्छ र हृदयबाट सत्य बोल्दछ।
असल सत्य जीवन जिउने बोल्ने व्यक्ति नै परमेश्वरको स्थानमा जान सकिन्छ। धेरै समय हामी धेरै कुरामा चिन्ता हुँदाखेरि चाहिँ हामीले परमेश्वरको उपस्थितिमा हामी जान पनि सक्दैनौँ, प्रार्थना बाइबल अध्ययन हामी गर्न सक्दैनौँ। त्यसैले हामी सत्य चाहिँ जीवन जिउनु पर्दछ, सत्य बोल्नु चाहिँ एकदम आवश्यक छ। कलोस्से 3:9-10 भन्दछ, एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चाल समेत चलन समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारण गरेका छौ जो आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ। हामीले जब पुरानो स्वभावलाई त्यागेर नयाँमा आएका छौँ भने हाम्रो पुरानो सबै स्वभावहरू हामीले त्याग्नु पर्ने हुन्छ। ढाँट्ने छल्ने कुराहरू त्यागेर हामीले सत्यताको जीवन चाहिँ हामीले जिउनु पर्दछ। पहिलो पत्रुस 3:10-12 भन्दछ, किनकि जसले जीवनलाई प्रेम गर्छ र असल दिनहरू देख्ने इच्छा गर्दछ त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो होठलाई छले कुरा बोल्नबाट अलग राखोस्, त्यो खराबीबाट फर्कोस् र असल गरोस्। त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्, किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुल्ला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ। अझै नि हामीले चाहिँ यस वचन अनुसार चाहिँ हामीले असल जीवन जियो भने परमेश्वरले चाहिँ हामीलाई हेर्नुहुन्छ, नजर राख्नुहुन्छ, हाम्रो प्रार्थना सुन्नुहुन्छ। तर हामीले खराब जीवन जिउँछ भने चाहिँ त्यो चाहिँ हामीले टोटली परमेश्वरको विरुद्धमा गएको हुँदछ। त्यसैले अन्तमा म यही भन्न चाहन्छु कि हामी जसुकै परिस्थिति होस् हामीले साँचो जीवन जिउन चाहिँ हामीले कहिले पनि छोड्नु हुँदैन।